नमस्कार, म सुरेश शर्मा, प्रतिभा संगम साहित्य समिति सिक्किमको केन्द्रीय संयोजक। निरन्तर रूपमा कार्यक्रम गर्ने उद्देश्यले निर्मित र विद्यार्थी तथा साहित्यकारहरूको साहित्यिक खुराकहरूलाई हामीले चिन्ने र लिने क्रममा आज हामी प्रतिभा संगम साहित्य समिति मार्चक रानीपुल र तत्सम्बन्धित विद्यालय पीएम श्री बृहस्पति प्रसाई उच्च माध्यमिक विद्यालय रानीपुलको प्राङ्गणमा छौं। हामीले धेरै अगाडिदेखि जमर्को गरे अनुरूप समय समयमा अथवा महिना महिनामा एक-एकवटा कार्यक्रम, जुन कार्यक्रम रेकर्डेड कार्यक्रम हुनुपर्छ र त्यसले स्कुललाई मात्र नभएर यहाँको स्रष्टा, यहाँको साहित्य प्रेमीलाई मात्र नभएर जसलाई साहित्य सुन्न मन लाग्छ उहाँहरूलाई सुनाउनुपर्छ भन्ने उद्देश्यले एउटा रेकर्डेड कार्यक्रम गरौं, जसलाई सिक्किमभरि नै अथवा सञ्जालको मार्फतबाट विश्वभरि नै पस्कनुपर्छ भन्ने उद्देश्यले आज हामी उपस्थित भएका छौं। र प्रतिभा संगम साहित्य समिति मार्चक रानीपुल तथा यस विद्यालयको विशेष तत्त्वावधानमा आयोजित यस कार्यक्रममा आज हामीले वैशाखी आउन लागेको र वैशाखी गते नयाँ वर्ष पर्ने र वैशाखी पर्व मनाउने उद्देश्यमा केन्द्रित छ। यस कार्यक्रममा हाम्रै स्रोत वक्ता हुनुहुन्छ श्रीमती उषा शर्माज्यू, स्कुलकी वरिष्ठ शिक्षिका मैडम वृन्दा खरेलज्यूलाई खदा अर्पणको साथमा स्वागत जनाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। आचार्य प्रभारी श्रीमान वासु ढकालज्यूलाई पनि खदा अर्पण गरी स्वागत जनाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसरी नै सिक्किमेली नेपाली साहित्यमा तथा नेपाली साहित्यमा स्थापित व्यक्तित्वकै धनी तथा स्कुलकी वरिष्ठ शिक्षिका वृन्दा खरेलज्यूलाई स्वागत प्रार्थना गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हामी समक्ष आज विविध कार्यक्रम नभएर कविता वाचन र वैशाखीको महत्त्वबारे जानकारी हुनेछ। कविता वाचनमा विद्यार्थी नानीहरू र यस स्कुलका शिक्षक हुनुहुन्छ भने शोध वक्ताको रूपमा हाम्रो निमन्त्रणलाई स्वीकार गर्दै हामी समक्ष उपस्थित हुनुहुन्छ श्रीमती उषा शर्माज्यू, जसलाई मैले अगावै चिनाइसकेको छु र उहाँ आकाशवाणी गान्तोककी पूर्व समाचार वाचिका हुनुहुन्छ। त्यसरी नै सिक्किमेली नेपाली साहित्यमा मात्र नभएर भारतीय र समग्र नेपाली साहित्यकी प्रतिष्ठित साहित्यकार पनि हुनुहुन्छ। अब सबै यहाँ उपस्थित शिक्षक तथा शिक्षिकागण र यस स्कुलका विद्यार्थी नानीहरूलाई पनि स्वागत जनाउन चाहन्छु र कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। कार्यक्रमको पहिलो कोसेली रहेको छ कविता वाचनको र कविता लिएर आउँदैछिन् उदीयमान साहित्यकार तथा यसै विद्यालयकी छात्रा प्रिया शर्मा। म प्रिया शर्मा कक्षा 12बाट कविता प्रस्तुत गर्न गइरहेकी छु र मेरो कविताको शीर्षक छ यौवनले छोएपछि। जीवनमा बाल्यपनको रंग चल्दा चल्दै, जीवनमा बाल्यपनको रंग चल्दा चल्दै एउटा सुनौलो रंगको आगमन भयो यौवन। शरीरलाई रौले ढाक्यो, मनमा भावनाहरूको रहर चल्यो। दुःख, उदासी, हाँसो, खुशी, उमङ्ग, उत्साह सबै एकै साथ आयो। यौवन आयो भन्ने भान गरायो, यौवन आयो भन्ने भान गरायो। हिजो सँगै खेल्ने साथीहरू अब झन् नजिक आए, हिजो सँगै खेल्ने साथीहरू अब झन् नजिक आए। खेल्दा खेल्दै मनले पनि भावनासँग खेल्न लाग्यो। नौलो महसुस गरायो, केटाकेटी साथी थिए तर यौवनको आगमनले मनमा फूल फुलेको भान गरायो। यौवन आयो, यौवन आयो। शरीर हलक्क बढ्यो, शरीर हलक्क बढ्यो। महिनावारी सुरु भयो। हिजो त्यही रगतसँग डराउने, आज त्यही रगतले हाँसो र नयाँ पहिचान दिलायो। आज त्यही रगतले नयाँ हाँसो र पहिचान दिलायो। सजिलो छैन यौवन तर सुन जतिको महत्व छ। सजिलो छैन यौवन तर सुन जतिको महत्व छ। ठुलो भयो हामी अब यौवनले अनुभूति गरायो। ठुलो भयो हामी अब
यौवनले अनुभूति गरायो। यौवनले छुएपछि भावनाहरूले अर्कै मोड लिन्छ। यौवनले छुएपछि भावनाहरूले अर्कै मोड लिन्छ। बाल्यकाल टाढा हुँदै जीवनले अर्को रूप लिन्छ। सानो कुरामा मुस्कान फुल्छ, हावा पनि मधुरो लाग्न थाल्छ। मनमा अनजान तरङ्ग उठ्छ, तब स्मरण हुन्छ छुएछ यौवनले, छुएछ यौवनले। महत्त्वपूर्ण चरणको यौवन ठुलो भयो हामी भन्ने चेतना दिन्छ। आफ्नो भविष्य सुधार्न मौका दिन्छ। यौवनले मनमा फूल फुलाउँछ, गीत गाउँछ, तर लक्ष्यलाई नभुलेर आफ्नो जीवन सफल बनाउने मौका दिन्छ। जीवनमा ध्यान दिएनौ भने तब सम्झना आउँछ, सकिएछ यौवनकाल, सकिएछ यौवनकाल। धन्यवाद। प्रिय सरलाई धेरै धेरै धन्यवाद। कविता यौवनले छुएपछि राम्रो थियो। अब अर्की साहित्यिक प्रतिभा आउँदैछन्। अनिशा छेत्री। नमस्कार सबैजनामा, म अनिशा छेत्री कक्षा 9 की छात्रा तपाईँहरू सामु एउटा छोटो कविता लिएर उपस्थित भइरहेकी छु र मेरो कविताको शीर्षक छ भाषा। मानिसको भाव व्यक्त गर्ने माध्यम हो भाषा। मानिसको भाव व्यक्त गर्ने माध्यम हो भाषा। अनजान शहरमा पनि बस्न योग्य बनाउने हो यो भाषा। अनजान शहरमा पनि बस्न योग्य बनाउने हो यो भाषा। आमा बाबाले बोल्न सिकाएको मायाको भाषा। आमा बाबाले बोल्न सिकाएको मायाको भाषा। मलाई म को हुँ भनी चिन्न सफल बनाएको, मलाई म को हुँ भनी चिन्न सफल बनाएको यो हो चिन्हारी भाषा, यो हो चिन्हारी भाषा। ओहो कति दुःख लाग्छ जब सुन्छु आजकल त। ओहो कति दुःख लाग्छ जब सुन्छु आजकल त। फाइन तिर्नुपर्छ रे जब बोल्छौ कक्षामा नेपाली भाषा। जब बोल्छौ कक्षामा नेपाली भाषा, तब मेरो नेपाली मन कतिले दुखित भए अनेकौं प्रश्नले। तब मेरो नेपाली मन कतिले दुखित भए अनेकौं प्रश्नले बनाइदिन्छ मेरो हृदयमा निराशा, बनाइदिन्छ मेरो हृदयमा निराशा। हामी नेपाली भई जन्मली आज मातृभाषालाई प्रेम गर्यौ, आज मातृभाषालाई प्रेम गरौ। जति नै उच्च शिक्षा हासिल गरे नि, जति नै उच्च शिक्षा हासिल गरे नि, आफ्नो भाषालाई माया गरौ, आफ्नो भाषालाई माया गरौ। धन्यवाद। अनिशा छेत्रीलाई धेरै धेरै धन्यवाद। अब पालो आएको छ सबिना राई। सम्पूर्णमा नमस्कार, म सबिना राई तपाईँहरूको माझमा अझ एउटा कवितालाई वाचन गर्न गइरहेकी छु र यो मेरो कविताको शीर्षक रहेको छ सजिलो कथा खोज्ने समाज। सजिलो कथा खोज्ने समाज। उसका गल्तीहरू बन्छन् जसरी सिक्काहरू बनिन्छ, उसका गल्तीहरू बन्छन् जसरी सिक्काहरू बनिन्छ, तर उसले ननिदाएको रातहरू, उसले उसका नबुझेका आँसुहरू, तर उसले ननिदाएको रातहरू, उसका नबुझेका आँखाहरू खै कसले देख्यो, कसले बुझ्यो। तर समाज भन्छ उता हाँसेर बाँचिरहेकी छे, समाज भन्छ उता हाँसेर बाँचिरहेकी छे। हाँसो, त्यो हाँसो होइन, त्यो त घाउमाथि सजाएको एउटा फुल मात्रै हो जसको सुगन्धले छडफडका लागि उसको घाउलाई भुलाइदिन्छ, उसको पीडालाई भुलाइदिन्छ। हरेक बिहान ऊ आफू भित्रको संसार बोकेर उठ्छे, हरेक बिहान ऊ आफू भित्रको संसार बोकेर उठ्छे, जहाँ उसले नचित्याएका आवाजहरू ओठसम्म आइपुग्दैनन्, जहाँ आँसुहरू आँखा नछुँदै सुक्छन्, जहाँ आँसुहरू आँखा नछुँदै सुक्छन्। र समाज अझै पनि उसका हाँसो गर्छ, र समाज अझै पनि उसको हाँसो गर्छ, र समाज अझै पनि उसको हाँसो गर्छ। समाजलाई सत्य चाहिँदैन, किनकि समाजलाई सत्य चाहिँदैन, केवल सजिलो कथा चाहिन्छ। ऊ एक्लै किन छे, उसको गल्ती के थियो? समाजलाई सत्य चाहिँदैन, समाजलाई केवल सजिलो कथा चाहिन्छ। ऊ एक्लै किन छे, उसको गल्तीहरू के थियो? तर कसैले सोधेन उसले कति लडाई जिते, कति पटक बाँचेरै मरे, तर कसैले सोधेन उसले कति लडाई जिते, कति पटक बाँचेरै मरे। अनि समाजले अन्तमा उसको आमापनको अगाडि एक्लो शब्द जोडिदियो। त्यसपछि ऊ एक्लो आमा भइन्,
तर त्यो नामभित्र उसले आफैलाई योद्धा बनाएको सत्य लुकेको छ। तर त्यो नामभित्र उसले आफैलाई योद्धा बनाएको सत्य लुकेको छ। ऊ त एउटै शरीरभित्र दुई जीवन पुग्ने सबैभन्दा बलियो परिभाषा हो। त्यसैले समाजका आँखामा अझै पनि ऊ एउटा रहस्य नै छ। उसलाई एक्लो भन्ने समाज कहिले यति बलियो हुन सकेन जति एक्लै भएर भने। उसलाई एक्लो भन्ने समाज कहिले यति बलियो हुनै सकेन जति ऊ एक्लो भएर भने। सजिलो कथा खोज्यो समाज। धन्यवाद। वाचन शैली भोकेकी सबै राईलाई धेरै धेरै धन्यवाद। अब हामी समक्ष साहित्यकार प्रमोद दाहालजी हुनुहुन्छ। म पनि धेरै लेख्ने गरेको, अब अलिअलि त लेखेर त्यतिकै घरमा कागजमा बस्छ है। यसरी अगाडि सबैको सामु भन्ने अवसर चाहिँ आज मात्रै प्राप्त हुँदैछ। यसको श्रेय पनि म सरहरूलाई नै दिन्छु। जानी नजानी अहिलेको समय सापेक्ष जुन चाहिँ यो खाडी देशमा लडाइँ भइरहेछ, जहाँ मानवता त्राहीमा चाहिँ त्यसकै केमा लेखौँ भन्ने भयो कविता। हुन त अब हामीले स्कुलतिर पढेको देवकोटाले चुरोट सल्काएर एक सुर्खा तानेर सोचेपछि कल्पना आउँथ्यो अरे भन्ने त्यस्तो त हामी त होइन। तर पनि एउटा प्रयासमा छौँ। सानो छोटो छ, बेसी लामो त छैन है। कविताको शीर्षक छ फरक होस् जिन्दगी। हाँस्दा हाँस्दै पनि हाँसो रोकेर गम्भीर चिन्तनमा फेरि डुबिरहेको हुन्छ मान्छेको जिन्दगी। देख्दैछु आजभोलि धेरैलाई कसैको सुख बचेको छैन। लाचार भएर जीवनदेखि हारेकाहरूलाई कसैको सहानुभूतिको सानो टेवासम्म पनि पुगेको छैन। मान्छे किन आजभोलि संवेदनशील हुन छोड्यो? कतै आधुनिकता भौतिकवादको खुराकले मान्छेको विवेक र बुद्धि विचार शून्य त भएन, भयो पुग्यो। अब चाहिँदैन जीवनशैली, बरु सरल चाहिँदैन आडम्बरी जीवनशैली, बरु सरल निष्कपट स्वच्छ विचारले उन्मुक्त भएर एउटा चोखो पूर्ण मानवताले भरेको जिन्दगी जिउन पाएको छ। धन्यवाद। अब हामी आजको विशेष क्षणमा लागिरहेका छौँ। हामी समक्ष वैशाख 1 गते पहिला पनि आउँथ्यो, अब पनि आउँछ। तर वैशाखीको जुन महत्व छ त्यो हामी सायदै धेरैजनालाई थाहा छैन, जसरी मलाई थाहा छैन। र यही वैशाखीको बारेमा वैशाखी किन मनाइन्छ, वैशाखी के हो र यसको परम्परा कसरी बस्यो भन्ने कुरालाई जानकारीको रूपमा शोधकर्ताको रूपमा उपस्थित उषा शर्माज्यूलाई हामी समस्त उपस्थित तर्फबाट, विद्यालयको तर्फबाट अबको समय दिन चाहन्छौँ। पीएम श्री बृहस्पति प्रसाई उच्चतर माध्यमिक विद्यालयद्वारा आयोजित यो प्रतिभा संगम कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाव र विद्यार्थी भाइ बहिनीहरूलाई सर्वप्रथम म उषा शर्माबाट हार्दिक अभिवादन। पाठशालाका प्राचार्य प्रभारी महोदय, आदरणीय शिक्षकगण र विद्यार्थीवर्गलाई म प्रथममा यो वैशाखी पर्वको हार्दिक शुभकामना प्रकट गर्दै यस विषयमा मलाई जुन अभिभार दिनुभएको छ वैशाखी पर्वबारे तपाईहरुलाई जानकारी दिने त्यो निर्वहन गर्न लागिरहेछु। र सबैभन्दा पहिला यो विक्रम सम्वत भन्दैछु, यो के होला भनेर तपाईहरुले सम्झिराख्नु भएको छ होला, किनभने हामी त जनवरी, फरवरी, मार्च, अप्रिल भनेर मात्र बुझ्ने गर्छौं। र विशेष गरी भारतवर्षमा प्रचलित छन् 4वटा पञ्चाङ्ग अर्थात् क्यालेन्डर भनिन्छ। हिन्दू मान्यता अनुसार ती हुन् एउटा विक्रम सम्वत र अर्को शक सम्वत। अनि ग्रेगोरियन क्यालेन्डर भनिन्छ यो जुन हामी हिसाब यो जनवरी, फरवरी, अहिले हामी जुन 2026 मा छौं। र अब यो विक्रम सम्वत हामी मनाउँदैछौँ र विशेष गरी नेपालमा अनि भारतवर्षका विभिन्न ठाउँमा जहाँ पनि हामी विक्रम सम्वतलाई मान्ने गर्छौं त्यहाँ यस दिन नयाँ वर्ष भनेर मान्ने गरिन्छ। तर भारतमा म तपाईहरुलाई के जानकारी दिन चाहन्छु भने
प्रशासनिक रूपमा अर्थात् सरकारी रूपमा ग्रेगोरियन क्यालेन्डर र शक सम्वत मनाउने गरिन्छ। यो ग्याजेट अफ इन्डिया, यो भारतको जुन राजपत्र छ त्यसले मान्यता दिएको पनि ग्रेगोरियन सम्वत र शक सम्वतलाई। ग्रेगोरियन भन्नाले यो जनवरी फरवरी, किनभने अङ्ग्रेजहरूले भारतमा 300 वर्ष राज गरेका थिए र हामीले सरकारी रूपमा त्यही क्यालेन्डरलाई नै मान्ने गर्छौँ र छुट्टी पनि त्यसै प्रकारले हुन्छ। तर नेपाल अनि हामी विशेष गरी नेपाली समाजमा र यो पहाडी क्षेत्रमा विक्रम सम्वतलाई मान्ने गर्छौँ। अब यो विक्रम सम्वत को महिना कहिलेदेखि सुरु हुन्छ भन्दा वैशाखदेखि। वैशाख, जेठ, असार, साउन, भदौ, असोज, कार्तिक, मङ्सिर, पुष, माघ, फागुन र चैत है। अनि वर्षमा हामी सबैजनालाई थाहा छ 6वटा ऋतुहरू हुन्छन् र 2-2वटा ऋतु त्यसरी जोडिएर बनेको हुन्छ। जस्तै 2 महिनाले एउटा ऋतु भेट्ने गर्छ। र अब यो हामी नयाँ वर्षमा के गर्छौँ त विक्रम सम्वत पहिलो दिन सबैभन्दा ठुलो पर्व भनौँ यो महिनाको सुरुको पर्व नै वैशाखी हो। किनभने प्रथम महिना विक्रम सम्वतले भनेपछि वैशाख पहिलो महिना हुन्छ र सबैभन्दा पहिलो पर्व पनि हाम्रो वैशाखी अथवा नववर्ष हो। र यो भारतवर्षमा नववर्ष विभिन्न ठाउँमा विभिन्न प्रकारले मनाउने गरिन्छ। हामी 1 गते मनाउँछौँ। बङ्गाली नववर्ष त्यसको भोलिपल्ट पर्ने गर्छ, जसलाई पहिला वैशाख भनेर भनिन्छ। अब यो वैशाखीको दिनलाई भारतवर्षमा मेष सङ्क्रान्ति, वैशाखी तथा नववर्ष भनेर मनाइन्छ। पन्जाब हरियाणामा सिख नववर्ष भनिन्छ, बिहारमा सतुवानी, तमिलनाडुमा पुथान्दु, पश्चिम बङ्गाल र त्रिपुरामा पहिला वैशाख, केरलामा विशु, आसाममा बोहाग बिहु, ओडिसामा पना संस्कृति, आन्ध्र प्रदेश, तेलङ्गाना र कर्नाटकमा उगाडी, कुमाऊ उत्तराखण्डमा बिखु वा बिखौली, तमिलनाडुमा पुथाडु भनेर मनाइन्छ। तर हामी नयाँ वर्ष नै भन्ने गर्छौँ। वैशाखी चाहिँ विशेष रूपले पन्जाब र हरियाणामा भन्ने गरिन्छ। अब यो वैशाख 1 गते हामी के गर्छौँ त भन्दा हामी यो यस दिनमा कुनै त्यस्तो देवी देवताको पूजा आराधना गर्दैनौँ, भोग चढाउँदैनौँ। तर हामी आनन्दसितले मिठा मिठा खानेकुराहरू खाएर, स्वादिष्ट परिकारहरू बनाएर, घर साफसुग्घर गरेर खुसीसित मनाउने गर्छौँ। र यसको सांस्कृतिक धार्मिक महत्त्व खुबै रहेको छ र विशेष गरी सांस्कृतिक महत्त्व रहेको छ। धार्मिक भन्नाले हामी त्यस दिन त्यसै आराध्य देवको पूजा गर्छौँ र सबैको सुख शान्ति, खुसी, उन्नतिको लागि प्रार्थना गर्छौँ। अनि यो सांस्कृतिक महत्त्व यसको कसरी छ त भनेर हामी सोच्यौँ भने मानिस र प्रकृतिको गहिरो सम्बन्ध छ, त्यो हामीलाई थाहा छ। र हाम्रा पुर्खाहरूले त्यही कारणले नै होला ऋतु, महिना, सप्ताह, दिन अनि समयलाई हेरेर यो बर्खा, ग्रीष्म, जाडो त्यस्तो पाराले छुट्याउनु भएको थियो र त्यसै अनुसारले नै हाम्रो यो चाडपर्वलाई पनि छुट्याइएको छ। र यो चैत वैशाख अथवा वैशाख लाग्ने बित्तिकै मनाउने पर्व वैशाखी भनेर मनाउनुको कारण पनि सायद पुर्खाहरूले घर घरमै नमनाएर एकै ठाउँ भेला भएर मनोरञ्जन गरेर नाचगान गरेर मनाउँ है, किन एकोरो पाराले एकलकाटे जीवन बिताउने भन्ने सोचेर होला यो ठुलो रूपमा अथवा समारोह जस्तो पाराले नाचगान गरेर मनोरञ्जन गरेर मनाउने चलन छ। हामी देख्छौँ यहाँ सिक्किममै पनि हेर्ने हो भने नेपालमा त विक्रम सम्वतलाई अत्यन्तै महत्त्व, त्यहाँको क्यालेन्डरै हामीले त यहाँ ग्रेगोरियन र शक सम्वत चलाए पनि उहाँ केवल विक्रम सम्वत मात्र मनाइन्छ र भव्य रूपमा यो वैशाखी अथवा नेपाली नववर्ष मनाइन्छ। अब यहाँ गान्तोकमा भारतवर्षका धेरै ठाउँमा त मैले भने नै यहाँ पनि हामी नेपाली नववर्ष हाम्रै प्रकारले मनाउने गर्छौँ। यो सिक्किम राज्यको शीर्ष साहित्यिक संस्था नेपाली साहित्य परिषद सिक्किमले प्रत्येक वर्ष 14 अप्रेलको दिन 13 अथवा 14 अप्रेलमा वैशाखी 1 गते पर्ने भएकोले भव्य रूपमा मनाउने गर्छ र सांस्कृतिक कार्यक्रम त्यहाँ आयोजना गरिन्छ, जसमा वैशाखी पर्वको महत्त्वबारे जानकारी दिएर सांस्कृतिक कार्यक्रम यो मादल बजाएर अथवा मारुनी, जुन सांस्कृतिक पुराना गीतहरू, सङ्गिनी, मारुनी यस प्रकारको नृत्यहरू देखाएर बनाउने गरिन्छ। र अरू ठाउँमा पनि यो विशेष सबै समष्टिमा स्कुलमा अब यो स्कुलमा आजभन्दा हामी वैशाखी पर्व सम्बन्धमा नै यो कार्यक्रम आयोजना भइरहेको छ र यसले के महत्त्व बुझाउँछ भने हाम्रो संस्कृति, भाषा, साहित्यलाई हामीले कस्तो प्रकारले जगेडा गर्नुपर्छ भन्ने कुरा देखाउँछ। अब यो नेपाली मैले भने नेपालीमा हामी कसरी
कुन प्रकारले मनाउँछौँ भन्दा घर घरमा मिठो मिठो खानाहरू खाएर सबैजना भेला भएर सांस्कृतिक रूपमा ठुल्ठुला समारोहहरूमा भेला भएर गर्छौँ। कहीँ कहीँ शोभायात्राहरू पनि निकालिन्छ है। अन्त अब अरू ठाउँमा, भारतको अरू ठाउँमा चाहिँ कसरी मनाइन्छ त भन्दा उहाँहरूको पनि आफ्नो आफ्नो, अब भोलि नै यो 1 गतेकै दिन वैशाख, हाम्रो जुन विक्रम सम्वत 1 गते नेपाली महिना पर्छ त्यसै दिन पर्छ भन्ने पनि छैन। उहाँहरूको 1-2 दिन अघि पछि पनि पर्व त्यसरी नै गर्ने गर्छ। र कसैले धार्मिक रूपमा, पन्जाबमा धार्मिक रूपले मनाइन्छ किनभने गुरु गोविन्द सिंहजीले खालसा पन्थको स्थापना पनि वैशाखीको समयमा नै गर्नुभएको थियो अरे, र त्यहाँ धार्मिक रूपमा गरिन्छ। अनि कहीँ कहीँ यो वैशाखीकै दिन गङ्गा स्नान पनि गर्ने चलन छ। हरिद्वारमा विशेष गरी नेपाल र भारतका विभिन्न ठाउँका मानिसहरू, श्रद्धालुहरू गएर त्यहाँ गङ्गा स्नान गर्ने गर्छन्। त्यो भयो। अनि अब यो हामी वैशाख वसन्त ऋतु, वैशाख महिनामा वसन्त ऋतु पनि पर्ने हुन्छ। अब यो वसन्त ऋतुको सकिने बेला हो है। अब यस अगाडि शिशिर ऋतुको जुन सुक्खा मौसम थियो, जाडो थियो, अब अहिले एकदम अनुकूल मौसम भएको हुन्छ र यो बालुवाहरू पलाउने, फुलहरू फुल्ने दिनहरू लामो हुन्छ। खुसी यति बेला प्रकृति पनि रमाएकी हुन्छन् रे, र हरियो परियो हामीले चारैतिर देख्छौँ। सुनखरी फुलहरू जङ्गलमा फुलिरहेको हुन्छ, घरबारी पनि उज्यालो वातावरण हुन्छ र यो वैशाखीले हाम्रो मन स्थितिलाई पनि खुसी पार्ने गर्छ अरे। अब यो चैत महिना सकेर नयाँ वर्ष सुरु हुन्छ। अब अर्को त्यसको के महत्त्व छ भन्दा नयाँ वर्षमा हामीले सबै पुराना कुराहरू बिर्सिएर नयाँ विचार लिएर, नयाँ सोच लिएर हामीले के राम्रो काम गर्ने, कुनै कुरा बिगारेको छौँ भने हामीले सपार्ने त्यस प्रकारको कार्यक्रमहरू गर्न सक्छौँ। त्यस प्रकारको हामीले योजनाहरू बनाएर अब म नयाँ सालदेखि हामीले जनवरी 1 तारिक त सबैजनाले गर्छौँ नि होइन। सबै नानीहरूले नयाँ वर्ष भोलिदेखि जति सुत्नु सपोज मजा गर्नु छ आजै गर्छु, भोलिदेखि म एकदम सप्रिन्छु, राम्रोसितले पढ्छु भनेर हामी सोचेको हुन्छौँ। त्यस्तै नयाँ उमङ्ग जोस लिएर है, नयाँ सोच विचार राखेर हामीले गर्नुपर्ने हुन्छ यो नयाँ सालमा। र प्रकृति, संस्कृति र कृषि, अब यो वैशाखी पर्वले अर्को के महत्त्व छ त भन्दा यसले कृषि, हाम्रो जुन परम्परा छ त्यसलाई पनि दर्शाउँछ। यस समयमा कृषकहरूले आफ्नो खेतीपातीको लागि तयार, अब फसल काटिसकेको स्थिति हुन्छ है, बिरुवा रोप्ने, खेती लगाउने, त्यस प्रकारले पनि उनीहरू तयारी हुने गर्छन्। र यसलाई कृषिको दृष्टिले पनि एकदमै महत्त्वपूर्ण मानिन्छ। एउटा संस्कृति भयो, कृषि भयो, र त्यसरी नै यसलाई धेरै 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 महत्त्व हाम्रो समाजमा वैशाखीको रहेको छ। र अर्को महत्त्वमा तपाईँहरूलाई के भन्छु भने हामीले देखिरहेका छौँ आजकल प्रौद्योगिकीको युग है। हामी सबैजना मोबाइलमा कस्तो व्यस्त हुन्छौँ र त्यसमा पनि यस प्रकारको पर्वले हामीलाई त्यसबाट अलिकति पर हटेर मनोरञ्जन गर्ने, यसरी सांस्कृतिक कार्यक्रममा समावेश हुने, सुन्ने के रहेछ भनेर राम्रो राम्रो कुराहरू सिक्ने हामीलाई अलिकति अवसर पनि प्रदान गर्छ। र त्यो मात्रै होइन, अब वैशाखी र वसन्तको अघि मैले भने है ऋतुसित पनि सम्बन्धित अब गर्मी सुरु हुन लागेको हुन्छ र हाम्रा सृजनाको पनि महत्त्व, कवि, कथाकार, लेखकहरूको लागि पनि यो वैशाखी पर्व खुबै महत्त्व हुन्छ। यो अनुकूल प्रकृति भएको, वातावरण सुन्दर भएको, हरियाली चारैतिर देख्दा मन प्रसन्न त हुन्छ र लेख्नेहरूलाई पनि यसबाट धेरै लेख्ने जाँगर चल्छ। अनि र हामीले वैशाखीहरूमाथि धेरै सुन्दर सुन्दर कविताहरू पनि पहिला पढेकै हौँ। तपाईँहरूलाई थाहा छ होला, वसन्तमाथि कवि लेखनाथ पौड्यालले जुन कविता लेख्नु भएको छ त्यो कति राम्रो छ। अरू पनि हाम्रा धेरै प्रसिद्ध साहित्यकारहरूले वसन्तमाथि कविता, गीतहरू लेखेका छन्। अब यो वसन्तमाथिको म तपाईँहरूलाई 6 लाइन पढेर सुनाउँछु। हिमालमा गयो जाडो, लोक सानन्द देखियो, उदायो रसिलो राम्रो, ऋतुराज वसन्त ल्यो। लामो शेष भयो सारा पुरानो शिशिर स्थिति, लियो वसन्तले अर्कै नयाँ गौरव पद्धति। ऋतु हुन् अरू 5वटा, वसन्त ऋतुराज हो, लोक गौरवले भर्नु यसैको मुख्य काज हो। यो कविता धेरै लामो छ, तपाईँहरूलाई अल्छी लाग्छ होला, म पुरै पढेर त सुनाउँदिनँ। तर वसन्त ऋतुमाथि, यो वैशाखी पर्वमाथि धेरै कविता अथवा रचनाहरू पनि लेखिएका छन्। यसले लेख्नु पनि जाँगर चलाउँछ, मन खुसी, सांस्कृतिक धार्मिक दृष्टिकोणले पनि धेरै महत्त्व रहेको छ। सामाजिक है, कृषि खेतीपातीको आधारमा पनि। र म तपाईँहरूलाई वैशाखी बारे यति नै भन्दै, नयाँ साल नव वर्ष आउँदैछ, यसको लागि म धेरै धेरै
शुभकामना दिन्छु र 1 गते हामी यो विक्रम सम्वत वैशाख 1 गतेलाई नै नयाँ वर्ष मानौँ मनले होइन। अब आफ्नो हाम्रो त छँदैछ जनवरी 1 तारिकलाई त हामी मान्छौँ नै, तर यो वैशाख 1 गतेलाई पनि यस्तै प्रकारले मनाउँ। अब म तपाईँहरूलाई एउटा वसन्तमाथि सुन्दर कविता वाचन गरेर सुनाउनेछु। कवि हुनुहुन्छ कालुसिंह नपहेली। वसन्त। समयको अल्लादिनले माझेछ पृथ्वी नामको चमत्कार टुक्की, अनि ऋतुको जिन निस्केर ल्याइदिएछ फूलहरूको सखी वसन्तमा। फूलहरूको बर्खा वसन्तमा। हाँसका हाँस चराहरू खुसी उडेर आए अनि लहराए सौन्दर्य आँखाहरूमा। फूलहरूको भैलेनी बोकेर आयो वसन्तको लक्ष्मी पूजा। यता हावाले खुल्यो सुगन्धी वासन्ती अत्तरको बट्टा, उता समयका कारिगरले जड्यो पृथ्वीको वसनमा सुन्दर आकर्षक फूलबुट्टा। दिन र रातका चित्रकारहरूले मेहनतसित पोते पात पातका क्यानभसमा गाढा हरिया रङहरू। नवीन मुना र कपडाहरू सृजनशीलताकै बात गर्न लागे। पुतलीले कैँचीमा फुलबुट्टे फरिया लगाएर फुलसित आफूलाई दाँच्न लागि। प्रकृतिले लेखेको गीतमा भौरा र मोरीहरूले धुन भरेर गुनगुनाउन थाले। ऋतुहरूको स्वर्गमा सौन्दर्य लिङ्गे पिङ खेलिरहेछ। सप्तरङ्गी धरतीमाथि जताततै इन्द्रेणी लड्किरहेछ। शिशिर भोगेर आएकी धरतीले भनिरहेकी छ सन्चै रहेछ, दिनको दिन फर्किन्छ एक दिन। माटरहरूले पुष्प पल्लो पिचकारी उठाई टुप्पा टुप्पामा रङहरू भरेर वासन्ती बगुवा खिन्न तम्सिए कहिल्यै बोल्दिन भनेर। कसम खाएको कोइलीले थाम्न नसकी वसन्तको आनन्द। सप्तसुरमा सौन्दर्य बहिमा गाउन लाग्यो। जम्मै अमङ्गल असुन्दर र अभद्रहरू आफ्ना कुरूप अनुहार छोपे सुइकुच्छ ठोके। 16 सिंगारौँछिन् धरती अहिले फूलको रथमा यात्रा उनको। रमाएकी छन् धरणी एकदम जगमा छाएको चरन्छन्। पतझडका सिद्धार्थहरू फूलहरूको बुद्ध बनेछन्। पतझडका सिद्धार्थहरू फूलहरूको बुद्ध बनेछन्। वैशाखी जस्तै यस तपाईँहरूको जीवन खुसी उमङ्ग छाओस् नयाँ वर्षमा। यति शुभकामना दिँदै म मेरो मन्तव्य यही समाप्त गर्छु। धन्यवाद। यसरी दुईवटा कोसेली संक्षिप्त रूपमा कविता र विस्तृत रूपमा विचार प्रस्तुत गर्नुहुने आजकी शोधवक्ता श्रीमती उषा समाजलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यसरी नै हामी समक्ष नेपाली साहित्यका वरिष्ठ साहित्यकार महाकवि तथा प्रतिभा सङ्गम साहित्य समिति महासक रानीपुलका अध्यक्ष श्रीमान चक्रपाणी भट्टराईज्यू उपस्थित हुनुहुन्छ। यहाँलाई हामी समाजको साथमा औपचारिक स्वागत जनाउन चाहन्छौँ। अब फेरि हामी छोटो कार्यक्रम अन्तिममा छोटो कार्यक्रममा छौँ। कविता लिएर आउँदैछन् फूलमाया छेत्री कक्षा 10 की छात्र। नमस्कार, यहाँ उपस्थित हुनुभएको सबैमा म फूलमाया छेत्री कक्षा 10 की छात्रा आज तपाईहरूको माझमा एउटा कविता लिएर आएको छु र मेरो कविताको शीर्षक छ मेरो विद्यालय। ज्ञान रूपी सागर र भगवान रूपी शिक्षक भएको एउटा पवित्र मन्दिर हो मेरो विद्यालय। मेरो हरेक पाइला र उज्जवल भविष्यको सही मार्गदर्शन देखाउने एउटा दीपक हो मेरो विद्यालय। किताबसँगै रमाउन सिकाउने सही मित्र र उचित पाठ पढ्न सिकाउने एउटा सही मित्र हो मेरो विद्यालय। जहाँ पुस्तकसँगै जीवनको असल पाठ पढिन्छ त्यो पवित्र स्थान हो मेरो विद्यालय। मेरो सुनौलो भविष्यको जिम्मेवार लिने सधैँ मलाई ज्ञानको मार्गदर्शन देखाउने सबैभन्दा उच्च छ मेरो विद्यालय। सधैँ समाज छ मेरो विद्यालय। धन्यवाद।
अत्यन्त राम्रो कविता वाचन गर्ने फुलमाया छेत्रीलाई धेरै धेरै धन्यवाद। अब अभिनय शर्मा कविता प्रस्तुतिको निम्ति आउँदैछन्। यहाँ उपस्थित हुनुभएका सबैजनालाई मेरो तर्फबाट एउटा सानो न्यानो अभिवादन। म अभिनय शर्मा कक्षा 9बाट एउटा सानो कविता लिएर आएको छु। मेरो कविताको शीर्षक छ जे छ सत्य। मर्नका निम्ति जहाँ पनि विष पाइन्छ, बाँच्नका निम्ति ऊर्जावान आशा चाहिन्छ। सफल हुँदा अन्धा व्यक्ति पनि हात मिलाउँछ, असफल हुँदा आफ्नै परिजनले हात छाड्छ। कतिवटा ज्ञान छैन किताबमा, खाली पाउँछ जीवनको किताबमा। समयले घाउ जाति बनाउँदैन, समय जस्तो गुरु कोही पाउँदैन। भगवानलाई भनिन्छ नजानेको आकृति, यो समाजमा कसले ल्याउँछ जागृति। यो समय त 2 दिनको काया हो, यो संसार त मान्छेको मनको माया हो। मरेपछि हुने 2 क्षणको शान्ति, जीवनमा गर्नु एउटा ठूलो क्रान्ति। जीवनमा कमाऊ सम्मान र ठूलो छवि, मरे पनि मर्दैनन् मेरा अमर कवि। धन्यवाद। अभिनय शर्मा अत्यन्त राम्रो कविता वाचनको निम्ति हामी आभार व्यक्त गर्दछौँ। अब 2वटा कविता छ, अङ्ग्रेजी कविता। प्रथम कवि छिन् खुसी दिवापाती, कक्षा 12 कबाट। Good afternoon to respected teachers and every student out here. Today I, Khushi Devapati from grade 12A Sociology, is here to recite a poem that every student who studies sociology would ask and see these answers, not measured the same. You tell us we are equal, right in laws, framed in words, and yet we walk outside and we will see how far from truth that claim can be. You taught us to lower our voice, to shrink our thoughts, and never make a choice. While you tell a boy that he is tall, and to never bend and to never fall. You taught us to fear the night, to carry a pepper spray and hold them tight. Well, you tell the boys that tears are weak and strength is something he should keep. Two different cages, yet the same design, drawn by an old invisible line. One told not to rise, one told not to break, both shaped by rules that they didn't make. Here our worth is measured in different ways. Here our worth is measured in different ways. Ours in silence, his in praise. Ours in beauty, soft and still. His in power, force and will. And if we dare to speak out, you shut our voices and tear us down. And if we breaks, if we can't stand, if we breaks and if we can't stand, you tell, come on, be a man. What kind of world is this? What kind of world is this where equality feels like something is missed? Where being human is not enough. Where being human is not enough, but we have to fit in the rules that you have given us. But I hope that change begins where we don't fear our voices and stand up from within. Because equality is just not a claim. It is not a law. It is just not a name. It is simply in how we choose to see, not he or she, but just simply let us be. Thank you. धेरै धेरै धन्यवाद खुसीलाई। र अन्तिम कविता लिएर अब आउँदैछिन् दिव्या राई, कक्षा 10 गबाट। I'm Dipka from class 10C and today I will deliver a short poem on the topic Beyond the Grids. We sit indoors so calm and so still,
with silent thoughts we cannot feel. Our answers ready, neat and clear, yet hide the things we truly feel. We smile when marks are finally shown, as if those numbers are our own. Yet deep inside a quiet plea, is this enough of me to be? I walk on, I try, I learn, with heart that hopes and mind that yearns. Not always first, not always bright, but still I choose to learn and fight. Some nights I study, some nights I stir, holding dreams I can share. If all this effort, all this help, will help me again, slowly rise again. So tell me, am I just this fate, or someone trying silently to be a better version of me, beyond all others fails to see? Not every voice is meant to sound, some are whispers full of doubt. Yet in those whispers, soft and deep, lies the strength I choose to give. Thank you. अङ्ग्रेजी कवि दिव्यालाई धेरै धेरै धन्यवाद। आजको कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम समाप्त भएको छ र जति पनि कविता वाचन गर्ने विद्यार्थी नानीहरू हुनुहुन्छ यहाँलाई म क्रमशः निम्त्याउन चाहन्छु। प्रथम दिव्या राई, यसरी प्रतिभा संगम साहित्य समिति तथा बृहस्पति प्रसाई सरकारी उच्च माध्यमिक विद्यालयको तत्वावधानमा आयोजित प्रतिभा संगम कार्यक्रम समाप्त हुने सङ्घारमा पुगेको छ। यसको निम्ति हाम्रो निमन्त्रणलाई स्वीकार गर्दै उपस्थित हुनुहुने आदरणीय मेडम मुसा शर्माज्यूप्रति धन्यवादका शब्दहरू चढाउन चाहन्छौँ। त्यसरी नै कार्यक्रमलाई यहाँसम्म ल्याइपुर्याउन सहयोग गर्नुहुने विद्यालयका प्राचार्य प्रभारी सर वासु ढकालज्यूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ। त्यसरी नै प्रतिभा संगम साहित्य समिति महाचक्र रानीपुलका अध्यक्ष तथा वरिष्ठ साहित्यकार चक्रपाणी भट्टराईज्यू, हिजो अस्तिदेखि नै हाम्रो यो कार्यक्रममा अप्रत्यक्ष रूपमा सम्मिलित हुनुहुन्छ, यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ। त्यसरी नै विद्यालयका वरिष्ठ शिक्षक तथा शिक्षिकागण 1 घण्टाको समयको निम्ति विद्यार्थी नानीहरू अत्यन्त शान्त रूपमा रहनुभयो, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र आगामी दिनमा पनि हामी यस्ता कार्यक्रम गर्ने जमर्को गर्न सक्ने रहेछौँ भन्ने जुन हौसला र आँट प्रदान गर्नुहुने विद्यालयका शिक्षक तथा शिक्षिकागण र विद्यार्थी नानीहरूप्रति मुरी धन्यवादका शब्दहरू राख्दै म यो कार्यक्रम यहीँ समाप्त भएको प्राचार्य प्रभारी वासु ढकालज्यूको अनुमतिबाट